त्यो छ। कुरामा दुईजनाको जोडी यहाँको च्यानलमा आएको गीत पछिल्लो समय टिकटकमा लास्ट डे ट्रेन्ड गरिरहेको छ, युट्युबमै पानको पसला। हजुर थोरै गुनगुना सुनौ के छ अवस्था? मजाले प्लिज। सबै कुरा राम्ररी हेरेमा सुख दिन सक्दैन केरेमा पानको पसला ओइ मेरो त घर छैन दिलमा बसला। यो शब्द सुरुमा जब मैले सुने गीत आउनुभन्दा अगाडि चलिसकेको थिएँ मैले भने नि, सोच कसरी आयो होइन? लाइक हामी अहिलेको जेनेरेसन चाहिँ लाइक सरी टु से नेगेटिभ सेन्स नजाओस्, हामी कसैलाई इम्प्रेस पार्नु पऱ्यो भने मसँग यस्तो घर छ, मसँग गाडी छ, लाइक कुरा गरेर इम्प्रेस पार्छ। अन्त मेरो घरै छैन दिनमा बस्छ ल, त्यो एउटा माया समर्पण जस्तै यस्तो हुन्छ क्या। यो फेक लभ गर्नेले चाहिँ घर छ गाडी छ मेरो फलानु बा यस्तो उस्तो भनेर गफ लाउँछ। जसले एकदम सिरियसली चाहिँ डेडिकेटेड लभ गर्छ नि, त्यो मान्छेले भएको चिज पनि छैन, ल के गर्छ ल यस्तो यस्तो हो ल गर भन्ने आफ्नो त्यो अनेस्टिनेस त्यो प्रस्तुत गर्छ क्या जस्तो लाग्छ है। जति आफ्नो घर घडेरी घर सम्पत्ति केही छैन तर माया सोलिड गर्छु 100% गर्छु आउ दिलमा बस्छ भन्ने जस्तै एउटा बिम्ब पनि हो। लभ म्यारेज हजुरको? अलमोस्ट लभ म्यारेज। त्यो आफ्नो फिलिङ छ यो गीत? त्यो पनि भन्दा हुन्छ त्यो पनि भन्दा हुन्छ। अब धेरैलाई गीत दिनुहुने हजुर होइन, धेरैलाई जन्माउनु हुने, यसरी बुझ्छु म, धेरैलाई राम्रो बनाउनु हुने होइन, आफै लगानी गर्नुभएको छ। यो एकदम आफै। हिम्मत आँट कसरी अथवा कहाँबाट सोच आयो? हिम्मत त्यही साथीभाइहरू मेरा छेउमा छन्। पारिश्रमिक लिनुभयो कि भएन? टु बी अनेस्ट यो भन्न मिल्दैन यहाँ। हामी दुई भाइको कुरा छुट्टै हुन्छ। कसरी बुझ्यौ यसलाई? भाइले त मैले माग्यो भने एउटा किडनी पनि दिन्छन् होइन, त्यसले गर्दाखेरि हामी बिचमा त्यस्तो कुराहरू अहिले यहाँ हामी ओपन गर्दैनौँ। त्योभन्दा हामी अलिक धेरै माथि छौँ, क्षमाप्रार्थी छौँ। जस मैले गर्न त मेरो च्यानलमा गरि नै रहेको थिएँ आफ्नै लगानीमा, तर अलिक सानो लगानीमा गरेको थिएँ। यसपालि अलि लगानी ठुलो भयो। कारण अब नायक पनि एउटा फ्याक्टर भयो, अनि त्यो सँगै जोडेर आउँदाखेरि त्यो प्रोडक्सन चार्ज पनि अलिक बढ्यो। त्यस्तै हो, त्यसले गर्दाखेरि अलि भार चाहिँ पऱ्यो। तर लेट्स होप राम्रै गर्ला, लगानी उठायो भने पनि राम्रै छ जस्तो लाग्छ। राम्रो भइरहेछ है? हजुर ठिकै छ, राम्रो छ। कति सेटिस्फाई हुनुहुन्छ? म त छुने दाइ कस्तो हुनुहुन्छ भन्ने कुरा हुन्छ। अनि गीतको चर्चा परिचर्चाको हिसाबले एकदमै म खुसी छु। जे होस् मलाई यस्तो लाग्छ कि कोही कुराहरू चाहिँ केही कुरा हामीले अपेक्षा गरे जति सबै नहुन सक्छ, केही कुरा हाम्रो अपेक्षाभन्दा पनि बढी हुनसक्छ है। त्यो कुनै चिजको चाहिँ के हुने भन्ने कुरा त्यो एउटा प्रिफिक्स जस्तै क्या, भने पहिल्यै त्यो पूर्व निर्धारितै हुन्छ, त्यो हामीले चाहिँ त्यो समयसँगै बग्ने हो। मान्नुहुन्छ यो कुरालाई? म चाहिँ मान्छु यो, किन भन्दा यो गीत पनि धेरै पहिलादेखि पेन्डिङ हुँदा यति बेला रिलिज भएको। मेरो यो सोच चाहिँ नयाँ वर्षमा रिलिज गरौँ कि भन्ने पनि थियो, तर सबै कुरा कसो हुँदाखेरि ठ्याक्कै त्यो बेलामा भयो भनेपछि यो कुरा त्यही बेलामै हुनुपर्ने रहेछ। त्यसले गर्दाखेरि यो त्यही बेला जुट्दै आयो र यो जति जाने हो 1 करोड 2 करोड जाने हो कि कति जाने हो यो आफ्नै हिसाबले जान्छ जस्तो लाग्छ। शुभकामना छ। थोरै अब एकैछिन अब म सिङ्गलसँग कुरा गर्छु है, त्योभन्दा अगाडि म हजुरसँगै जोडिन चाहिँ कुनै पनि सम्बन्ध, हजुर जुन जो सम्बन्ध छ नि सायदै यति राम्रो यति टम टिपेको उदाहरण कमै छ। कुनै पनि सम्बन्ध टिक्नुको मुख्य कारण के हुन्छ? यस्तो छ सर, अब सम्बन्ध बनाउनको लागि बनाउने भनेर हिसाब गरियो भने त्यो सायद त्यसमा केही कुराहरू मिसिङ हुन्छ होला, अनि त्यो कुराहरूले चाहिँ नि मिल्दैन होला। हामी सम्बन्ध बनाउने भनेर पनि सुरुवात गरेनौँ, हामी यो आफै बनेको सम्बन्ध हो क्या। त्यही काठमाडौँ आएको थिएँ, म पनि यहीँ नै थिएँ, हामी के ल दुई दाजुभाइ भएर एउटाले सङ्गीत गर्ने अर्कोले शब्द लेख्ने, हामी दुई भाइ भएर लाग्नुपर्छ भनेर बनाएको सम्बन्ध होइन क्या, यो कामले जोडेको सम्बन्ध हो होइन। त्यसले गर्दाखेरि कामसँगै हाम्रो के भयो भावना मिल्यो। मलाई लाग्छ भावना मिलिसकेपछि अरू कुराहरू गौण हुन्छन्। त्यसले गर्दाखेरि पनि हामी चाहिँ दुई भाइ एज अ फ्यामिलीकै रूपमा छौँ। ओके, थोरै खेमजीको बारेमा धेरैजना अडियन्सले चाहिँ बुझ्न चाहिरहेका छन्। सबैजनाले सफलता मात्र देख्छन् है? हजुर हो।
एक्कासी खेम्चीले त्यो बजार खुट्टाले हानेको मात्र देखेँ क्या होइन त्यहाँ पुग्नको कथा त कथा देखेन नि अझ थोरै कथा सुन्छौँ हामी किनभने धेरैजना मैले अलिअलि तपाईँको सुन्दाखेरि पनि मलाई एउटा इनर्जी आएको थियो क्या यतिको स्ट्रगल गरेर आएको मान्छे यहाँ छौँ भने हामीले पनि गर्न सक्नु पऱ्यो नि त एकदम होइन पऱ्यो नि त अनि त्यो कुरा तपाईँले आज भन्न सक्नुभयो भनिदिनु भयो भने चाहिँ मलाई सजिलो के हुन्छ तपाईँ जस्तो बन्ने आज धेरैको रहर छ कि चाहना धेरैको छ होइन भन्न चाहिँ मलाई एकदमै मन हुन्छ होइन हजुर कतिपय कुरा मनमा भएको कुरा व्यक्त गर्न सक्दिनँ आहा होइन दुःख त कसका हुँदैन भनेर कसलाई हुँदैन सबैको आफ्नो दुःख छ होइन इन्जिनियर बन्नेलाई आफ्नो दुःख छ पाइलट बन्नेलाई आफ्नो दुःख छ डक्टर बन्नेलाई आफ्नो दुःख छ होइन किसानी गरेर खानेलाई आफ्नो दुःख छ हरेक क्षेत्रमा आफ्नै आफ्नो दुःख छ मेरो पनि दुःख रह्यो नै सुरुवाती दिनहरूमा हामी बाल्यकाल देखाऊँ थोरै बाल्यकाल त अब मजाले आउन मिल्यो कस्ता थियो बाल्यकालमा मेरो सानो झुप्रो घर थियो झुप्रो घरमा मेरो आमा अनि कौशिला बहिनी थियो पछि सीमा र दुईजना केटाहरू चाहिँ पछि जन्मे धेरै पछि जन्मे दिनु चाहिँ अनि सानो झुप्रो घर थियो त्यहाँ 3टा घर थियो बिचमा माइली आमाको घर अर्कोमा चाहिँ बुढो घर भन्थ्यौँ हाम्रो हजुरबा हजुरआमा हाम्रो जेठो घर चाहिँ यतापट्टि थियो सानो न ढोका न झ्याल न के माथि उस्तै भएर पाहुना लगाएर गयो भने त्यो पुरै चुन थियो त्यो सुत्न चाहिँ अब कहिलेकाहीँ साथीभाइहरू बोलाएर सँगै पढेका साथीभाइहरू बोलायो भने सुत्नै पुग्थेन माथिबाट सुतिहालेछु भने पनि माथि एउटा केही न केही परात थापेर भए पनि राख्नु पर्थ्यो सुत्न भाइ मलाई यस्तो कुरा भन्न मन लाग्दैन हेर्नुहोस् खासमा चाहिँ दुःख त कसका हुन्न जस्तो लाग्छ पक्कै पनि मैले ठ्याक्कै त्यो जोड्न चाहेँ किन भन्दा चाहिँ दुःख सबैको आफ्नै हुन्छन् है सबैको आफ्नै सङ्घर्ष हुन्छन् नै तर यो म किनभने खोल्छु मैले बारम्बार भन्छु प्रमोदाइसँग पनि यही कुरा भएको थियो के भन्दाखेरि भाइ सबैको आफ्नै दुःख भन्दै हुन्थ्यो मैले त्यही भन्छु कति भ्युज हुन्छ मलाई मतलब छैन हाम्रो भ्युज कति जाला आफ्नो ठाउँमा छ है तर हाम्रो यो पोडकास्ट सुनेर कसैले हेरेर चाहिँ एकजनाले मेरो लाइफ चेन्ज भयो भन्दा चाहिँ म सफल मान्छु कि आफैलाई चाहिँ त्यो पनि राम्रो कुरा हो म आफैलाई सफल मान्छु त्यही हो अब चाहिँ हामी 4 ठुलो परिवार देख्नलाई ठुलो परिवार थियो तर दुःख चाहिँ आफ्नै थियो कि फेरि हाम्रो जेठो मेरो बुवा चाहिँ जेठो परिवार उहाँ चाहिँ इन्डिया चाहिँ हुनुहुन्थ्यो के गर्नुहुन्थ्यो उयो त भने अब इन्डिया कोठीमा काम गर्ने के भन्छ त्यसलाई मजदुरी अब चाहिँ अब के अरे घरमा काम गर्ने अनि वर्षमा आउनु जाने गर्नुहुन्थ्यो अब आमाले मेलापात गर्ने म र मेरो बहिनी थियो कौशिला सानो उमेरमा चाहिँ म बोर्डिङ स्कुल पढेको ओके पढाइ चाहिँ मेरो यस्तो बवाल थियो हेर्नु सानो सबै बोर्डिङ स्कुल पढ्ने बेलामा स्कुल नगयो भने पास हुने मान्छे थियो तर पछि अब चाहिँ बोर्डिङ स्कुललाई त्यो कमाइको बुवाको कमाइले थेक्न सकेन नि त फेरि सरकारी स्कुलहरू पढेँ त्यो बिचमा पनि अन्य थुप्रै दुःखहरू कुराहरू छन् बुवाहरू आउनु जानु हुन्थ्यो खाना लाउन अलिक धौधै हुन्थ्यो दुःख सुख अब गर्दै बिस्तारै जान अब केटा साथीहरू पनि थियो टकेर त्यसै त अहिले त केटाहरू नाम चेन्ज गरे मलाई गाउँमा गोरे भन्छन् है होइन अहिले खेम सेन्चुरी भइयो होइन मेरो गाउँमा पनि टके राते सेते अच्छा विकास त कहाँ छ त सुन्छ कि सुन्छन् त्यसलाई लुरे नि भन्थे होइन दाइ हो फेरि उमेरले दाइ थियो त्यहाँ मेरो मगर समाज छ त्यो मगर समाजमा चाहिँ असाध्यै मलाई माया गर्थे हाम्रो के भन्छ त्यसलाई अब यो भन्न मिल्छ मिल्दैन के परिवार भन्छ नि एउटा मतवाले होइन त्यो मलाई आफैलाई भन्न मन लाग्दैन होइन एउटा सुनार समुदायको हामी मात्र थियौँ त्यहाँ धेरै कोही पनि थिएन हाम्रो हजुरबा धेरै लुम्पेकबाट झर्नु भएको गुल्मीबाट झर्नु भएको त्यहाँ सुनार कुनै घर एउटा थियो भने हाम्रो मात्र थियो र त्यहाँ अलिकति मगर समुदाय हुनुहुन्थ्यो बाहुन समुदाय चाहिँ कहीँ देखिन्थ्यो अलि जङ्गल नै थियो त्यहाँ जङ्गल बढी जङ्गल नै हरिणहरू हिरणहरू देख्न पाइन्थ्यो हामी त्यहाँ त उस्तै गरेर बाघहरू पनि पहिला कता बा आमाले सुन्छु एकदमै झारी जस्तो थियो त्यो त्यहाँ मगर समाजको बस्ती यति ठुलो हुँदै गयो कि त्यहाँका साथीभाइ सबै मेरा मगर साथीहरू थिए त्यहाँका बाजे बजाइ त्यहाँ कहिलेकाहीँ सालेजो कौडा
अनि चाहिँ धेरै जस्तो सालुजी गीत गाउँ स्याङ्जाका बागलुङबाट गुल्मीबाट झरेका केही बस्तीहरू थिए। अलि तलतिर जाने भने त्यहाँ फेरि केही अरू के भन्छ त्यसलाई मधेसी थारू बस्तीहरू थियो। जे होस् असाध्यै माया गर्नुहुन्थ्यो। अब सानोमा चाहिँ त्यहाँका बाजे बजेहरूले खुबै माया गर्ने। अनि अलिअलि गीत सङ्गीतको त्यतिखेर मलाई गीत सङ्गीत खासै मोह थिएन मलाई। म त्यतिखेर यस्तै 4-5मा जब म पढ्ने जाने बेलामा अब सबै कुरा याद त हुँदैन। फेरि अचानक कताबाट चाहिँ मेरो बुवा आउनुभयो त्यतिखेर। अनि चाहिँ हामीलाई इन्डिया लगेर जानुभयो। म र मेरो बहिनी आमालाई चाहिँ मलाई लाग्छ त्यतिखेर माओवादीको द्वन्द्वकाल भन्छ त्यसलाई के भन्छ द्वन्द्वकाल त्यो बेलामा चाहिँ त्यो कान छेड्ने के छेडेका मान्छेलाई माओवादी लहर जाने भन्ने के थियो कि एउटा होइन। अनि मेरो बाआमा डराए अनि हामीलाई सानै उमेरमा इन्डियातिर चाहिँ लहर जानुभयो। म यहाँ लगभग 4मा समथिङ 4देखि 5मा कतिमा पढ्थेँ। फेरि यहाँ आएर गइयो इन्डिया बस्ने बेला फेरि एकदेखि सुरु गरियो। फेरि एकदेखि उहीँ पढाएर थाल्नुभयो। 5 कि 5-6 वर्ष यहाँ अलिकति हल्का भइसकेपछि 5-6 वर्षपछि फेरि पुनः नेपाल आइसकेपछि यहाँ चाहिँ 8 भर्ना भए। 8 भर्ना भइसकेपछि मलाई लोकगीतको यस्तो खालको मोह चाहिँ मलाई चाहिँ जाग्यो कि त्यतिखेर राजु परियार दाइका गीतहरू म्याक्सिमम त्यतिखेर चलेको। अनि ठाउँ विभिन्न चाहिँ सङ्घ संस्थाले चाहिँ प्रोग्रामहरू गर्ने, विभिन्न राष्ट्रिय कलाकारहरू आउने, अलिअलि गीत पनि चाहिँ के अरे गाएर पनि राम्रो कलाकार हुन सकिँदो रहेछ भन्ने त्यो एउटा भान चाहिँ हुँदै गयो भनौँ न। 8, 9, 10 पढ्दै 81 के भयो भन्दा चाहिँ अब के गर्ने, अब घरको छिटो छोरो, बाआमाको उस्तै दुःख छ होइन, कहाँ के गर्ने, कलाकार बन्न धेरै पैसा लाग्ने होला, विदेश जान पनि धेरै पैसा लाग्ने होला, के गर्ने कसो गर्ने भन्दै अलि ढिलपिल हुँदै कताबाट हाम्रो 2जना केटाहरू जन्मिया चाहिँ थाहै भएन। त्यस बहिनीहरू जन्मिए भनौँ न, तिनीहरू हुर्किँदै गए, म अलिकति बढ्दै पनि गएँ। अनि के अरे चाहिँ भाइ बहिनीहरू पनि हुर्किँदै गए। त्यसपछि अलिक ठुलो परिवार हुँदै गयो, दुःख अलि बढी च्याप्न थाल्यो। मेरो सपनाहरू फेरि जागिँदै गए, कहिले कराटे सिक्ने, कहिले नाच्दै हिँड्ने। पहिला त म गाउनुभन्दा अगाडि त म डान्सर हो, म विभिन्न स्कुलहरूमा नचाउन जान्थेँ। त्यो कुरा मैले दाइलाई भनेको भएन होइन। स्कुलमा नचाउन जान्थेँ, किन गाउँ पारी टोल वारी टोल त्यहाँका बच्चालाई नचाउन जान्थेँ म। अनि स्कुलको वार्षिक उसो भयो भने त्यहाँ मैले चाहिँ नचाउँथेँ सबैलाई चाहिँ, त्यहाँ बच्चालाई चाहिँ कसले नचाउ कि एकजना सुजन थापा दाई हुनुहुन्थ्यो, अहिले मरे जानुभयो, मलाई नचाएको उहाँले हो। पहिलोचोटि पाइला चाहिँ चलाउन सिकाएको सुजन थापा दाई हुनुहुन्थ्यो। असाध्यै राम्रो थियो कि त्यो मान्छे, त्यो दाई मैले बहुत मान्छु त्यो दाईलाई। पछि विभिन्न कारणले चाहिँ बिता जानुभयो। त्यही हो। अब त्यो बिचमा चाहिँ कहिले रेडियोमा गीत गाउन जाने, बिस्तारै यता स्कुल लाइफ पनि मैले सक्दै गएँ। अनि रेडियोतिर गीत गाउन जाने, अब कता जाऊँ, विदेश जाऊँ कि कसो जाऊँ, बच्चा सानै थिएँ, आमाको दुःख आफ्नै ठाउँमा थियो, बाबाको दुःख आफ्नै ठाउँमा थियो। अनि के कस्तो सङ्घर्ष थियो मम्मीको चाहिँ? मम्मीको सङ्घर्ष के छ? म त अलिकति माथिको दाइ मरेको, म माथि एकजना दाइ हुनुहुन्थ्यो अरे, ऊ मरिसकेपछि मम्मी चाहिँ एक्लोपन बढी हुनु। कारण के थियो थाहा भएन, सानोमै अब बितेको भनेपछि म चाहिँ मेरो चाहिँ आशै नगरेको। अनि मलाई के जन्मिने बित्तिकै त्यो जुठोमा लतारेको के भन्छन् के कसो भन्छन्, अब त्यो के सहेन कसो के यो बुढा एउटा के भन्छन् त्यसलाई, रीतिरिवाज प्रथा परम्परा जस्तै यो त्यस्तो भयो, छोरो अगाडिको त्यस्तो भइसकेपछि यसलाई जुठो पारेपछि केही हुँदैन भन्ने होला सायद होला। अनि पहिला चाहिँ छोरा जन्मेपछि अनि इन्डियामा बुवाहरू अनि उहाँ पार्टी दिएको गरेको, अनि आएर छैतीमा कि के भन्छ 6 दिनपछि के भन्छ 6 महिनामा कि 6 दिनमा त्यो भात खुलाको बेलामा चाहिँ नरहेको अरे के पास्ने हो कि मैले छैटौँ दिनमा र एउटा के पास्नेमा कता कुन दिन हो है मलाई अलि बिर्सेँ। त्यो भएर चाहिँ मम्मीको चाहिँ एक्लो पनि बढी भयो, बुवा विदेश, अनि चाहिँ घाँस काट्दै जाने, गीत गाउने, म्याक्सिमम गीत गाउने, उनको सहारा भनेको गीत। पछि आजभोलि भन्छन् क्या मलाई कहिले काहीँ गाउँ, तेरो आमाले बहुत दुःख पाएको छोरा बाबु, तेरो आमाले चाहिँ बहुत तल तेरो लागि चाहिँ दुनियाँ गरेको हो, कहिले पनि दुःख नदेछ है, कहिले पनि चाहिँ उ नगरेछ है,
भन्नुहुन्छ क्या आजभोलि। अब त्यो बेलामा बिस्तारै मैले एसएलसी पछि मैले चाहिँ आफ्नो पढाइलाई नियन्त्रण गर्न सकिनँ। कारण थियो त्यही त बच्चा भाइ बहिनीहरू आए, ठुल्ठुला भए होइन। अब घरको जिम्मेवारी पनि भयो, सपना एउटा होइन। सपना यति ठुलो सोच्यो कि कलाकार हुने यत्रो ठुलो सपना चाहिँ सोच्यो कि अब सकिन्छ कि सकिँदैन थाहा भएन होइन। तर पनि अब भयो, मैले त कराटे पनि सिकेँ, डान्स पनि गरेँ, दुनियाँ कता कता के थुप्रै सपनाहरू बुन्दै जाँदा एउटा सपना चाहिँ यो कलाकारिता, मेरो गायक हुने सपना, यो सपनालाई सबैले साथ दिनुभयो। आमा सँगसँगै फुपूहरू, कहिलेकाहीँ हजुरबाले चाहिँ गाउँथ्यो, अरूले पढेर के अरे किताब कलम ल्याउँथ्यो, तैँले नाचेर गीत गाएर कवि ल्याउँछस् भनेर कहिलेकाहीँ गाली गर्थे, कहिलेकाहीँ सम्झनाहरू आउँछन्। तर ती चिज पनि त्यो स्वाभाविक पनि हो। हरेक बा आमाले स्कुलमा पढ्न गएका चाहिँ बच्चीहरूले चाहिँ राम्रै नम्बर ल्याइदिए हुन्थ्यो, फर्स्ट भइदियो हुन्थ्यो होइन, धेरै पढ्दै हुन्थ्यो भन्ने पनि हुन्छ नि त। त्यस्तै हो। मेरो पनि त्यसरी नै बित्यो समय। बच्चा भाइ बहिनीहरू अलिक ठुल्ठुला हुँदै गए, त्यो सबै बोझहरू माथि आयो। मैले कति गर्न सकेँ या सकेन थाहा भएन, तर अहिले चाहिँ त्यो दुःखलाई सम्झेर भगवान्ले पनि साथ दिनुभयो, अथवा मेरा यस्ता राम्रो दाइहरू मैले मेरो साथमा पाएँ, शम्भु जस्ता मेरो साथीहरू पाएँ होइन, नेता दाइहरू जस्ता मैले अभिभावकहरू पाएँ। यस्ता थुप्रै छन् जो मलाई प्रत्यक्ष अप्रत्यक्ष मलाई साथ दिने, त्यस्ता उहाँहरूको दुआ पाएँ र मेरो कलाकारिता पनि फर्स्टपट्टि राम्रो हुँदै गयो र अहिले चाहिँ राम्रो छ, सबै कुरा राम्रै छ। जे होस्, दुःख कसलाई हुन्न, दुःख कसको हुँदैन। मेरो पनि आफ्नै किसिमको दुःखहरू थियो, सबै कुरा मैले यहाँ भन्न या सकेँ या सकेन, तर यस्तै भएर म यो ठाउँमा आएँ। अभाव र दबावमा जिन्दगी कट्यो कट्यो नि, कति कट्यो नि। अभावको कुरा गर्नुहुन्छ भने के अरे चाहिँ त्यो अब मलाई धेरै त्यो दुःखको बदाएर सेम्पेटी बोल्न अलि मन लाग्दैन, तर भन्नै पर्दा चाहिँ मजाले कहिलेकाहीँ त घरमा त्यो के भन्छ टमाटरको झोल मात्र के अरे चाहिँ र टमाटर झोलसँग भात मजाले खाइयो, कहिलेकाहीँ भात मात्र निस्ते पनि खाइयो होइन। अब मम्मीले ढेँडो खानुहुन्थ्यो, त्यो मलाई अलिअलि याद छ। मलाई ढेँडो नरुच्ने हेर्नुहोस्, तर मम्मीले चाहिँ कताबाट गाउँ धुलेर हुन्छ कि कता हुन्छ त्यहाँ चामल त लिएर आउनुहुन्थ्यो, अनि म त्यो भात चाहिँ खाइन्थ्यो। कसो गरेर खुर्सानी पिसेर हुनुहुन्थ्यो कि नुन खुर्सानी अचार केही न केही कतैबाट चाहिँ जुगाड गरेर लिएर आउनुहुन्थ्यो। कहिलेकाहीँ जस्ट मैले चाहिँ मेरो पेट चाहिँ कहिले पनि भोको चाहिँ रहेन, तर आमाले चाहिँ थाहा त दिनु भएन। आमाले खायो कि खाएन त्यो कुरा थाहा दिनु भएन। बुवा चाहिँ परदेश हुनुहुन्थ्यो। त्यसैले महान छ यो आमा भन्ने शब्द। आमा भन्ने शब्दलाई त वर्णन गर्न सकिँदैन, महान छ क्या भनौँ न। अब उहाँको अब आफ्नो इच्छा मारेर होइन, अब घरको अवस्था पनि बिर्सिएर छोरालाई ढिँडो रुच्दैन, गाउँ चारेर होइन, चामल किन्ने हैसियत छ कि छैन होइन, तर छोरालाई भात खुवाएरै छोड्नु भयो। त्यो कुरो राम्रो। त्यो एउटा त्यो आमाले बाहेक अरू कसैले गर्न सक्छ र। त्याग चाहिँ अथाह नै हुन्छ, देखिँदैन तर अथाह नै हुन्छ। मैले कतिपय कुराहरू मैले व्यक्त गर्न सक्दैन। उहाँको आमाको आफ्नै दुःख छ होइन, हरेक आमाको आफ्नै दुःख छ। तर मेरो आमाको चाहिँ मैले अझ नजिकबाट देख्न पाएको छु, जो कतिपय कुरा म व्यक्त गर्न सक्दैन। त्यही भएर अब बोलेर त हुँदैन हेर्नुहोस्, भनेर मात्र हुँदैन। त मेरो ठुलो चाहना चाहिँ छ के छ कि खुसी दिन, सुख दिन सकौँला या नसकौँला, तर खुसी चाहिँ मेरो प्राण छन्जेल चाहिँ मलाई जन्म दिएको आमाले चाहिँ पाउने छन् भन्ने चाहिँ छ। ती भाग्यमानी आमा अनि तपाईँ भाग्यमानी छोरा। अहिले जस्तै मम्मीको कुरा गरेर त भावुकता आइरहेछ मनमा होइन। म कति मेरो मुटु पोल्छ, मलाई भक्कानु पनि उठ्छ, तर मेरो झ्याप्प मेरो आँखाबाट चाहिँ आँसु आउँदैन। खै किन रुन मन लगाउँछ। म कहिलेकाहीँ मम्मीसँग कुरा गर्छु होइन, मेरो भाइ बहिनीहरूसँग कुरा गर्छु, हजुरबाहरूसँग कुरा गर्छु, मम्मीहरूसँग कुरा गर्छु,
मम्मी रुँदै कहिलेकाहीँ मलाई फोन पनि गर्नुहुन्छ। तर कतिको रुनुहुन्छ आफै एकान्तमा? मलाई मैले अघि भनिसकेँ, मलाई झ्याप्प मलाई रुन आउँदैन है। तर जीवनमा 3 पटक चाहिँ म रोएको छु। कुन बेला? कस्तोरी रोछु भन्दाखेरि चाहिँ आकाशमा फर्केर यति साह्रो चिचाएर रोछु कि त्यो बेला मलाई कसैले सम्हाल्न सक्दैन। कुन बेला थियो सुन्न मिल्छ? एउटा चाहिँ विवादको बेलामा। कुन विवाद? मलाई लाग्छ त्यो पहिलो पटक नै हो। कुन विवाद थियो? जुन बेला चाहिँ सोचिन्छ जिन्दगी रहेन सकेको विवादमा, जब उता केसहरू सल्भ भइसकेपछि बाटोमा आएर त्यो चाहिँ साथीहरू सम्मुख र विनोद भण्डारीजी हुनुहुन्थ्यो। त्यो बाटोमा त्यता वरिपरि मान्छे थियो, म कसै दायाँ बायाँ हेर्न कताबाट आँसु आयो हेर्नुहोस्। त्यो यहाँ थुप्रेर बस्दो रहेछ क्या। दिनकै रुन सक्दिनँ म होइन। कहिले वर्षमा एकचोटि होइन एकदम धान्न सकेन। त्यो कहिलेकाहीँ धेरै उम्ल्यो भने बल्ल रुनी हो क्या म। नाइ भने पीडा चाहिँ मलाई नै हुन्छ, टेन्सन मलाई नै हुन्छ नि, मन मलाई पनि भक्कानिन्छ होइन। मेरो नि त मनै त हो नि। तर झ्याप्प सक्दिनँ र देखाउँदिनँ पनि। त्यसो रोछु। एकचोटि 3चोटि रोछु म, त्यो कारणहरू बताउँदिनँ। कस्तो अरे? एकचोटि त आयो, एकचोटि चाहिँ त्यो कारण आयो, अरू चाहिँ अब तपसिलमा रह्यो। एउटा कुनै कुरा नबताउँ न। 3चोटि रोएको छु जीवनमा, असाध्यै नराम्रोसँग रोएको छु। शान्त मिल्छ आँसु झरेपछि? मन हलुङ्गो हुन्छ भन्छन्। त्यो चाहिँ हुँदो रहेछ है। एकदमै त्यो भारी टाउको भएको चाहिँ एकदम शीतल हुँदो रहेछ, एकदम हल्का भएछ, एकदमै त्यो रिल्याक्स टाइपको हुँदो रहेछ कि रिलिफ हुन्छ एकदमै। दिमाग त एकदमै त्यो पुरै सफा क्लिन भयो जस्तो चाहिँ हुँदो रहेछ। छोरा मान्छे रुनुहुन्न भन्छन्। अनि रुनु त छोरी मान्छे त रुनुहुन्न नि यार होइन भन्ने हो भन्दा छोरा मान्छे मात्र किन, छोरी मान्छे त रुनुहुन्न। त्यो पहिलेदेखि सानोदेखि छोरा मान्छे होस् त रुनुहुन्न है भाइ भनिदिने। अनि छोरी मान्छेलाई के, छोरी मान्छे रुनुहुन्छ होइन नि त। छोरा मान्छे रुनुहुन्न, छोरी मान्छे रुनुहुन्न रुने कुरामा। तर कहिलेकाहीँ अब मन पोल्छ, भक्कानिन्छ, केही न केही कुराले मान्छेलाई पिरोलिहाल्छ। अब एकैछिन तपाईँलाई झ्याउ लागेर होला, एकैछिन यसपछि म तपाईँतिर आउँछु ल, सकिहाल्छु ल। एकदम इन्ट्रेस्टिङ, मलाई मजा आइरहेछ। थाहा नपाएको कुरा थाहा पाउनु। काठमाडौँको स्ट्रगल कस्तो थियो? के गर्नुभयो सिङ्गर हुनुभन्दा अगाडि चाहिँ? अब 2065-66तिर एउटा एल्बम गरेँ। त्यसपछि गाउँमा गइसकेपछि साइकलमा एउटा टोक्रोवाला साइकल किनेर ठाउँमा बेच्दै हिँड्ने हो, क्यासेट र VCD। ए हो र? बेच्दै हिँड्ने हो, 2-4 पैसा आएको त अलिअलि ऋण तिरियो। त्यसपछि अब त गायक भइयो क्या हो भनेको कसैले बोलाएन नि। कार्यक्रममा कसैले बोलाउँछ, एल्बम निकाल्छ, म त एल्बम निकाल्छ त गायक भइन्छ। अनि कार्यक्रम देश विदेश गइन्छ, पैसा त कति आउँछ भन्ने त्यो कहाँ त्यस्तो हुँदैन। अनि त्यस बल्ल मेरो नयाँ यात्रा सुरु भयो, बल्ल सङ्घर्ष सुरु भयो कि म होइन ल म विदेश पनि जान्न, कहीँ पनि जान्न, म काठमाडौँ जान्छु, दुःख गर्छु, मम्मी उतै पढ्यो भने उतै पढ्छु नै भने म यसैलाई म गर्छु भन्ने भइसकेपछि अब दिन बित्दै गयो, महिना बित्दै गयो, वर्ष बित्दै गयो। मम्मीले फोन गर्थेँ कहिलेकाहीँ, कलाकार भइस् कि भएनस् बाबु, अब भइस भने पैसा पठाइदिए। पैसा पठाइदिए, अब के, अब त भाउन हुनपर्ने, अब त के हो र कसो हो र, लाउन यहाँ त यसो भाइ पनि ठुला हुँदै गए, उनको पढाइलाई पनि खर्च पनि हेर्नु पऱ्यो होइन। सबै कुरा दोहोरी साँझ बिस्तारै गर्दै गएँ। एउटा एल्बम 2-4 गीत गरेपछि कलाकार नभएको रहेछ कि त्यसको प्रभाव पार्दा ठुलै सङ्घर्ष गर्नुपर्दो रहेछ। दोहोरी साँझै ब्याकग्राउन्ड आएको पनि? दोहोरी साँझ मैले गरेँ। दोहोरी साँझमा के अरे चाहिँ सुशीला डाँगे दिदी र मिरा गोर्खालीलाई मैले जहाँ पनि सम्झिन्छु कि यिनीहरूले मलाई दोहोरी गाउन सिकाएको हुन्। र सबभन्दा पहिला कुरो दोहोरी साँझमा पहिलोचोटि पाइलट हेरेको। हुन त मैले बुटुल पनि गरेँ केही दोहोरी साँझमा, म त्यहाँ उहाँ चाहिँ मलाई गीत गाउन दिएनन्। उहाँ चाहिँ मलाई चाहिँ के अरे के भन्छ होइन के अरे भाइ यहाँ त जति पनि कलाकार छन् काम छ, मलाई कामै चाहिएको थियो हेर्नुहोस्। सकेसम्म गीत गाउने भइदिएको अझै राम्रो, अरू केही सिक्न पाए, अरू केही गर्न पाए हुन्थ्यो भन्ने थियो। तर होइन भाइ, यहाँ खाली भनेको वेटर छ, के भाँडा मात्रै छ भनेर 2-3 दोहोरी साँझमा र मेरो दोहोरी साँझमा मैले वेटर गरेँ। 3 दोहोरी साँझमा चाहिँ मैले भाँडै माझेँ। भाँडै माझ्नु? यत्रो टाउले त्यो भित्र बस्छ र यसरी कसम से एकदम
हो र हैट, भाडामा समाउनु मजाले हुन्छ। हो के ठुलो कुरा भयो, गरी खानु त्यो हो